केपी ओलीले नेपाली क्रिकेट टिमको फोटोमा विजयी भव लेखेर पोस्ट गर्नाले गर्दा लोद्दर लाग्यो अनि नेपाल हार्यो। अरे त तेरीमा झ्याक्ने घन्टेका कुत्ताहरू हो, साला पाल्तु कुकुरहरू। केपी ओलीले क्रिकेट टिमको फोटो पोस्ट गरेर विजयी भव भन्दा हारेको हो कि तिमीहरूको क्रिया, तिमीहरूको घन्टाका बानहरू नि नेपाली जर्सी लगाएर मैदानमा गएर बुरुक बुरुक उफ्रिँदै भोट केमा घन्टामा त्यसका बाउको लन्ठामा भन्दै बुरुक बुरुक उफ्रेकाले हारेको। कुन ठाउँमा जाँदा के को नारा लगाउने, कुन ठाउँमा जाँदा के गर्ने थाहा छैन तिमीहरूलाई। साला केपी ओलीले पोस्ट गरेकाले गर्दा हारो लोद्दर लागेर अरे। खेल सुरु हुनुभन्दा अगाडि जर्सी लगाएका छन् नेपालको, अनि त्यसपछि घन्टाको झण्डा बोकेछन्, भोट केमा घन्टामा त्यसका बाउको लन्ठामा गर्दै बुरुक बुरुक उफ्रेका छन्। तिमीहरू खेलाडीहरूलाई हौसला दिनको लागि गएका हो कि घन्टाको लन्ठा गराउन गएका हो? त्यहाँनिर घन्टाको प्रचार गर्न गएका हो तिमीहरू? त्यहाँनिर तिमीहरूको बाउ त्यो मोदीको छाउरा छाउरी आएर भोट हालिदिन्छ होला होइन तिमीहरूको घन्टामा। कुकुरहरू हो। खेलाडीलाई सपोर्ट गर्न, खेलाडीलाई हौसला बढाउन गएका रे भोट केमा घन्टीमा गर्दै उफ्रेका छन् झ्याक्नेहरू। अनि खेलाडीहरू हारे भनेकाले गर्दाखेरि केपी ओलीले पोस्ट गर्नले गर्दा लोद्दर लागेर हारो। खोया तिमीहरूको हरकतले गर्दाखेरि चाहिँ हारेको। जहीँ पनि गएका छन्, कहाँ कतिखेर के को नारा लगाउनु पर्ने कहाँ थाहा दिमाग छैन। सबै घन्टाकै गु खाएका हुन् कि कुकुरको गु खाएका हुन् कि मान्छे हुन् कि पशु हुन् कि अचम्मै पो गर्यो त तिमीहरूले त। क्रिकेट मैदानमा खेल सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गीत बस्थ्यो, अरू बेला त गुड लक भनिन्छ होला, आई लभ यु गरिन्छ होला बरु आफूलाई मन परेको टिमलाई, आफूलाई मन परेको खेलाडीलाई। कता भोट केमा घन्टीमा गर्दै चाहिँ घन्टीको झण्डा लन्द्राङ पारेका त। कहाँ के गर्नुपर्ने थाहा छैन। साला हारेपछि केपी ओलीले गर्दा हार रे साला कुकुरहरू। तिमीहरू खेलाडीलाई हौसला दिन गएका रे भोट केमा घन्टीमा गर्दै उफ्रेका छन्। तिमीहरू त मान्छेको नाममा त नि कसम यो देशप्रेमी र मान्छेको नाममा त कलङ्कै भएर जन्मेका रहेछौ नि। तेरीमा झ्याक्ने यस्तालाई त किन लाँदैनन् भगवानले पनि चाँडै। अचम्मै नै गर्यो, अचम्मै नै पो गर्यो त। कति साह्रो अराजकता हो यो। खेल मैदानमा गएर चाहिँ विश्वकप भिड्नलाई गएका छन् नेपालको सानहरू। तिनीहरूलाई हौसला बढाउनु पर्ने यो जित कसको, नेपालको पो भनिन्छ होला त। यो जित कसको घन्टीको गरेका छन् झ्याक्नेहरू। तिमीहरूको यो अराजकताले गर्दाखेरि हारेको नेपाल। साला खेलाडीलाई हौसला बढाउन गएका रे यो जित कसको घन्टी गरे। चम्म छ यार। के गरेका त्यो? कसले हेर्नु भएको नि भिडियो हेर्नु भयो हुन्छ, नहेर्नु भएकोले हेर्नु भयो हुन्छ। मलाई चाहिँ मन परेन, त्यही भएर मैले चाहिँ भिडियो बनाइदिएको। केपी ओलीले विजयी भव भनेर नेपाली क्रिकेट टिमको फोटो पोस्ट गर्नाले गर्दा लोद्दर लाएर हारेको रे क्या। तेरीमा झ्याक्ने तिमीहरू खेल मैदानमा खेलाडीलाई सपोर्ट गर्न जाने मान्छे, यो जित कसको नेपालको भनेर वी वान्ट नेपाल हुन्छ नि, नेपालीलाई बुस्ट हुने, खेलाडीहरूलाई बुस्ट हुने नारा लगाउनु, माया गर्नु, हौसला बढाउनु त कहाँ कहाँ यो जित कसको घन्टाको लन्ठाको त्यसका बाबुको लन्द्राङको गर्दै उफ्रेपछि यत्रो हार्दैन त? हारिहाल्छ नि। कहाँ के गर्नुपर्ने कहाँ कस्तो गर्नुपर्ने थाहा नभएको साला कुत्ताका छाउराहरू। लु त तिमीहरूलाई सत्य कुरा भन्नेहरूलाई तिमीहरूले रन्डीका छोरी रन्डीका छोरा भन्न हुन्छ भने तिमीहरू कहाँ कस्तो व्यवहार गर्नुपर्ने, कुन ठाउँमा कसरी सपोर्ट गर्नुपर्ने नेपालीहरूलाई भन्न थाहा पाउँदैनौ भने तिमीहरू कुत्ताका छाउराहरू। लुक्खा यत्रै सिधि के गर्छस् गर, औकात अनुसारको गाली गर्नेलाई गर। यति चाहिँ बुझिदिनुहोस् है सबैजनाले। खेलाडीहरूलाई हौसला बढाउन जाँदाखेरि यो जित कसको घन्टाको भन्दै उफ्रिने चाहिँ होइन। प्लिज स्टप। यो के भन्छ टु मच भइसक्यो। एनिवेज अबको खेलहरूमा मनदेखिकै साथ सपोर्ट छ। सम्पूर्ण नेपाली टिमहरूलाई धेरै धेरै शुभकामना। जय नेपाल।